हेलो हाई नमस्ते सबैजनालाई गुड आफ्टरनुन आज मैले दिउँसो यसो लेकमा हेरौँ न भनेर के कस्तो छ भनेर आएको हो यस्तो सुनसान छ है साथी हो अब हेर्दै जाउँ अनि आज भाइहरू पनि आएको छ भाइहरूसँग यसो भेटघाट गरौँ भनेर म चाहिँ लेकतिर भतारिँदैछु है 14 नम्बर स्ट्रिट नै होला नि स्ट्रिट नम्बर 14 मा त यही हो गाडी त छैन कहाँ लिएर आएको छ फोन गर्नु पऱ्यो भनेको त यो रहेछ सबैलाई नमस्ते है फाइनली चाहिँ हामी सबैजना भाइहरूसँग भेट भइसकेको छ यस भेट भाइ थकित मुद्रामा सबैजना जोड्नु पर्दैछ है यस भेट भाइ फोन सुत्दा हालिदिने होला नि होइन यतिकैमै छिरो भने त केही हुँदैन के भन्छ कान्छ यहाँ बसेर 19 बेटे भाइ आइफोन 19 हेर 17 बोलाउँछ 18 सब एक्सकेटहरू हँसाउने हँसाउने छ नि बेटे भाइ अहिले कता बिहारतिर आएको मिनी बिहार पूर्णिया जिल्ला पुर्यायो भने नेपाली टन्नै आउँदो रहेछ घुम्नु है नेपालीहरू घुम्नु आउँदो रहेछ त धेरै आउँदो रहेछ अहिले त राम बाबुको घर गएको थिएँ क्या पैसा उठाउनुलाई अहिले फेरि हराउला नि फेरि सुदर्शन दाइ जस्तो भाले देख्ने बित्तिकै लठीले पड्कायो आएर शीतल भयो अहिले चाहिँ अब नेपाल हो कि ए अहिले चाहिँ नेपालतिर हो अहिलेसम्म त पूर्णिया जस्तो लाग्यो कि है ल अररिया डिस्ट्रिक्ट अझै पानी पनि पर्यो है ल पानी पर्दैछ अब चाहिँ पोखरा जस्तो लाग्यो भने पुरै इन्डियनहरू मात्रै छ है भारत यसो घुम्न आएको इन्डियाको एउटा प्रान्तमा घुमे जस्तो फिल भइरहेछ किताब पल्टाएको 1 घन्टा भइसक्यो तिम्रो किताबै छैन त्यसो भइसकेको छ कसरी मेरो बेटा अघिसम्म डेन्जर घाम लागिरहेको थियो है अहिले चाहिँ होइन पानी पऱ्यो म्युजिक पनि बजिरहेछ त है म्युजिक पनि बजिरहेको कि बेलुका
सनसेट भएको बेलामा सट्टसँगले ल चेस है होइन यहाँको चाहिँ भनेको बिहान कति 7 बजे उठ्दैन तिमीहरू उठ्छ 6:30 बजी नै हग्न कुदे गर्छ अहिले चाहिँ हामी चट्ट कोसीमा बसेर चिल भइरहेछ है भन्दा हो अघि भन्दा अहिले मजा है बरु है यसरी धेरै मजा आयो अघि बरु उताबाट यता आएको भए कति रमाइलो हुन्थ्यो होइन यहाँबाट भ्यू हेर्नु पाइरहेको छ सक्क इन्जोय गाडीको आवाजहरू आइरहेछ म्युजिक बजिरहेछ यता गफ भइरहेछ होइन केही पनि होला अहिले चाहिँ हामी यस्तो छ हल्का कता कता हावा मामा आइरहेको यस्तो तपाईँ भने त्यस्तै भयो अटेन भने म हात बोकिदिन्छु अट्छ ल राम्रोसँग जाने नभए म त एउटा भिडियो मात्रै हालिदिन्छु पठाउनै हालिदिन्छु अबबाट है गुड मर्निङ अनि अहिले चाहिँ हामी पुन्तीकोटको उकालो जाँदैछौँ तर के अरे हिजो कहाँको भन्नु थियो तिमी बिहारको कुन स्टेट पो भन्नु थियो पुनिया गएको अरे बेसी चाहिँ को आज फेरि हामी पुम्तीकोट जाँदैछौँ होइन नेपालीहरू निकै घुम्न आउँदो रहेछ है भन्छ नेपाली निकै घुम्न आउँदो रहेछ होइन जय शम्भु भन्दा बाबु जय शम्भु कति हो तपाईँहरू विश्वास गर्नुहुन्न होला हेर्नु सबै इन्डियन प्लेट गाडीहरू मात्रै छ होइन त्यहाँ विश्वास गर्दैन हो पुत्रो राख्नु पऱ्यो नि इन्डियन गाडी मात्रै छ नि युपी र वेस्ट बेङ्गलको त्यही भएर चाहिँ जय शम्भु किन आउने भने त बल्ल 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 बुझ्यो कि धर्म कमाउनुलाई हो दिव्य महाआरती में भी आप लोग अपना परिवारजन का नाम गोत्र ठिकवाकर पूजा पाठ भी करवा सकते हैं श्रद्धालु बच्चों आफूसँग दान आफूसँग सहयोग गरौँ राफा निर्माण तथा व्यवस्थापनमा सहभागी बनाऊ भोले बाबा झार्ने कुरा थियो त अनि दाता भन्ने हानदाता भन्ने पानदाता भन्ने निजी जग्गाहरू कहाँ लिइहाल्छ गाडी राख्नु हुँदैन कहाँबाट भए त सिधो चल्दिहालेको नि एयरपोर्ट त यही हो नि यो त नयाँ ब्रान्च खोलेको नि भर्खरै होला ठिमी पछिको ठिमी के ठिमी पछिको यो चाहिँ बाबु भाइ सबजना भोकालले थकित भएर 8848 हो कडाई बेटे भाइ किताब हेर्दै हो पहिला स्कुल पढ्ने किताबमा चाहिँ नपढ्नेलाई अहिले खाने किताब चाहिँ फेरि पढिहाल्ने हतार हतारै होइन अहिले त्यस्तो चलन आइसक्यो नि नाम चाहिँ कता होला है साथी हो बेटे भाइ कता हो म नाम्चे र एभरेस्ट बेस क्याम्पको बिचमा छु दाजु हो र यता नाम्चे यो चाहिँ नाम चाहिँ
नाम्चे बजार हामी चाहिँ नाम्चे बजारको बिचमा छ अहिले अनि यता चाहिँ एभरेस्ट बेस क्याम्प ए बाहिर चाहिँ एभरेस्ट बेस क्याम्प हो सगरमाथा घाम लागि बाहिर चाहिँ सगरमाथा छ है किन गर्मी भन्दा एभरेस्टमा त्यस्तो गर्मी रहेछ त नि यहाँ त गर्मी नै गयो सगरमाथा भन्दा 3 किलोमिटर यति कहाँ हुन्छ यतिको त माथि यहाँ क्राउन जस्तो हुन्छ कि यस्तो पिरामिड टाइपको हुन्छ कि यताबाट स्तरी है खाना चाहिँ आज कसले चाहिँ धेरै खाना खाने है कम्पिटिसन है अलिक धेरै त मै खाइदियो त राख्नु न 1 लिटर हाल्दा पनि हुन्छ त्यहाँ नरिसाउनु न ओइ कता गयो दाउरा भन्ने मान्छे हामी पूर्वेन्दा चाहिँ फेरि राखौँ न भन्दैन लगाइदिउँ भन्नुहुन्छ स्क्याम भयो बेटे भाइ ग्यासको बासना हाने क्या प्रिमा बनाउँदैछ हामी ल कम्पिटिसन है कसले धेरै खाने बोला कम्ताको चाहिँ यता लजाउँछ कि भात थप्ने बेलामा चाहिँ अझै थप्थ्यो अझ थप अझ होइन थप 2 चोटि अझ थप अहिले आइराख्नु पर्दैन थप फेरि थप किन लजाइराखेको भनेको बहिनी चाहिँ कस्तो लजाए के भन्दैन कि बहिनीले थपे पनि हुन्छ थप हो नलजाऊ कि कस्तो लजाएको बहिनीको एउटा लजायो कस्तो लजाइदिने नि तिमीहरू कति खान्छ भने थाहा छ त नि लजाएर हुँदैन मटन रस ल्याऊ मटन रस बहिनी यता हाम्रो विदेशी पाहुनाले चाहिँ नेपाली बुझ्दैन मराइहाल्यो सबै हाल्दैन भने चाहिँ केही फरक हुँदैन बुझ्दैन कि उनी नेपाली बुझ्दैन हालिदियो सबै हालिदियो जे भन्ने पनि हुन्छ नेपाली भन्ने पनि हुन्छ गाली गरे पनि हुन्छ उसले जाने त्यो दिन फेरि भयो नलजाउ न के भने डोन्ट वरी यु इट नो प्रब्लम ल सबैजना आयो अब खानासाना खाएर थ्याङ्क यू दाइ छोटो समय भेटघाट भयो है हुन्थ्यो अस्ति नै त्यो अब हुरी जस्तै हाउरी जस्तै गेट त त्यही थियो कि अहिले त बाटो बनाएर क्या ठुलो बाटो बिर्सियो बाटो भेटौँ भएछ क्या ल भेटौँ ल राम्रोसँग जाने ल ओके फेरि मिलेंगे छोडे ल त